आज पनि सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड। तोलाको कति पुग्यो? नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनचाँदीको मूल्यले आइतबार पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको भाव तोलामा 2,04,000 रुपियाँ बढेको हो। यस्तै आइतबार चाँदीको भाव पनि तोलामा रुपियाँले 290 महँगिएको महासंघले जनाएको छ। माघ 11 गते आइतबार छापावाल सुनको भाव तोलाको 3,03,800 रुपियाँ र चाँदीको भाव प्रति तोला 6,480 रुपियाँ तोकिएको महासंघले जनाएको छ। यस दिन प्रति 100 ग्राम छापावाल सुनको भाव 2,60,460 रुपियाँ र सोही परिणामको चाँदीको भाव 5,555 रुपियाँ 50 पैसा तोकिएको छ। शुक्रबार स्थानीय बजारमा सुनचाँदीको मूल्यले कीर्तिमान भाव कायम गर्दै तोलाको 3,01,400 रुपियाँ र चाँदीको मोल 6,190 रुपियाँ पुगेको थियो। उक्त दिन बिहिबारको तुलनामा आज प्रति तोला 9,200 रुपियाँ र चाँदी 320 रुपियाँले बढेको हो।